बाल सङ्गतिमा हुर्किरहेका नानीहरूलाई वा बालबालिकाहरूलाई किन ईश्वर शास्त्रीय शिक्षा दिनु जरुरी छ त? पहिलो कुरा त उनीहरूले विश्वासबारे जान्न सकुन्, आफ्नो विश्वास के हो, के कुरा मान्छन्, के कुरा पालन गर्छन्, किन गर्छन् भन्ने कुरा उनीहरूले जान्न सकुन्। अर्को कुरा चाहिँ उनीहरू स्कुलमा पढ्छन्, कलेजहरूमा पढ्छन् होला, उनीहरूको आफन्तहरू नन क्रिस्चियन हुन सक्छन् होला, साथीभाइ, मित्रहरू, टिचरहरू हुन्छन् भनेपछि उनीहरूले विभिन्न प्रश्नहरूको सामना गर्नुपर्ने हुन्छ र ती प्रश्नहरू उनीहरूको आस्थासँग जोडिएको छ भने उनीहरूले मानिसहरूलाई सही तरिकाले उत्तर दिन सिकोस्। त्यो पनि उनीहरूलाई अहिलेदेखि तालिम दिन हामीले सक्नुपर्छ र उनीहरूले सिकाउनु पनि पर्छ। अनि अर्को कुरा चाहिँ झुटा शिक्षाहरू बिगाबिगी छन् होइन, पुरै झुटा शिक्षाहरू जहाँ तहीँ फैलिएको छ र त्यो झुटा शिक्षाहरूले उनीहरूलाई झन् बढी हानि गर्न सक्छ। त्यही भएर झुटा शिक्षाहरूबाट जोगिनुलाई बाइबलले सत्य शिक्षाहरू के हुन् भन्ने कुरा उनीहरूले बुझाउन आवश्यक छ। अनि फाइनल्ली अन्तिममा चाहिँ जानेर बुझेर उनीहरूले पछि प्रभुलाई ग्रहण गर्न सकुन्। उनीहरूले सर्फेसली विश्वास मात्र गर्ने भन्दा पनि प्रभु को हुनुहुन्छ, किन आउनुभयो, बाइबल के हो, कस्तो हाम्रो विश्वास के हो भन्ने कुरा जानेर बुझेर उनीहरूले पछि प्रभुलाई ग्रहण गर्न सकुन्, ताकि उनीहरूबाट हुने जेनेरेसनले त्यो फेथलाई कायम गर्न सकुन् भनेर पनि हामीले त्यो भविष्यको कुरालाई सोचेर पनि उनीहरूलाई गाइड गर्न सक्नुपर्छ। त्यही भएर बालसँग त्यतिखेर नै ईश्वर शास्त्रीय र सकेसम्म रक्षा शास्त्रीय शिक्षाहरू दिनु लाभदायक र आवश्यक छ।